यहाँ महादेवलाई अर्को रूपमा नि पूजा गरिन्छ हो अर्को के रूपमा पूजा गरिन्छ हामीले चाहिँ तपाईँको यसले चाहिँ एउटा धर्मपाला भन्ने सानो कि यसको बडीगार्ड कस्तो ठाउँ यार आफूलाई पनि देखाउनु पऱ्यो नि त होइन हेलो अनि नमस्ते सबैजनालाई अनि वेलकम ब्याक तपाईँ सबैजनालाई फेरि मेरो अर्को नयाँ भिडियोमा स्वागत छ है अनि यस इट्स बिन अ लङ टाइम होइन नआएको धेरै भयो अनि अब आज चाहिँ हामी कहाँ छौँ भनेर तपाईँहरूलाई थाहा भइसक्यो होला थम्बनेल हेरेर होइन अनि मैले जस हामी फिल्ड भिजिटको लागि भनेर आएको थियौँ र राति लास्टै रमाइलो भयो है अनि अहिले चाहिँ अब बिहान उठेर नुहाइधुवाइ गरेर चट्टसँगले यहाँ तपाईँ देख्न सक्नुहुन्छ यहाँ माथि हिमाल है हिमालमा तर हिउँै छैन है अनि अहिले चाहिँ हामी अब माथि पूजा गर्न जाँदैछौँ त्यहाँनिर छ कुन चाहिँ हिमाल रहेछ खै कुन चाहिँ हिमाल यहाँ चाहिँ मेरो केटाहरू छ यहाँ चाहिँ अनि हिमाल चाहिँ हिमाल अनि त्यहाँनिर चाहिँ यहाँनिर चाहिँ दुधेश्वर महादेव मन्दिर छ अनि हामी अब नुहाइधुवाइ गरेर चाहिँ पूजा गर्ने हिसाबले हामी तिनजना चाहिँ केटाहरू हिँड्यौँ सामान लिएर अरू चाहिँ सबैजना अगाडि गइसके यहाँदेखि 5 मिनट जति 5-10 मिनट जति लाग्छ हिँड्नलाई सब देख्न सक्नुहुन्छ सबै यहाँ पूजा गर्न आएको खासै त्यहाँनिर छ क्या हिमाल चाहिँ यहाँनिर पूजाको सामग्री हामीले बोकिसकेको छ केटाहरूले पनि यहाँ आफ्नो बोकिसकेको छ है केटालाई कस्तो हो राति यार राति त के भयो थाहा नै छैन सुतेपछि सुते हरकत गर्ने मान्छे ओ कत्रो मुहान रहेछ यार अनि यहाँ हेर्न सक्छौँ है बबाल यार अहिले यहाँनिर हामी नुहाउन आउँछौँ है इन्ट्रान्स हियर इज द इन्ट्रान्स गेट ओ यताबाट पो रहेछ तपाईँ देख्न सक्नुहुन्छ मेरो पछाडि चाहिँ नि मन्दिर छ है हुन त भगवान्लाई मन हात पछाडि राख्नु नआउने त्यही पनि राखिहाल्नु मैले माफ पाउँदैछु है बाटै कस्तो कस्तो छ अरे त्यही भने लङ्गे पुल छ यहाँनिर ओ लाइन त निकै लामो छ क्या खोला त यहाँ कत्रो बाटो बन्द रहेछ नि खोइ ए अँ बा मस्त रहेछ है नुहाउन मजा आउँछ पाछा त्यसमै नआइदिएर चल्दैन के यहाँ अहिले तलतिर कतातिर हरेको नुहाउनलाई ल खोला यहाँ यो चाहिँ हाम्रो पाहाड कस्तो छ त यार यो चाहिँ ड्याम बनाएर चाहिँ पानी लगेर तिमीहरूको फोटोसुट सकेन अझै ए Subscribe to his channel, guys. हेलो ओए खोइ आउन कहाँ जाऊ गिरेको नि हो तिम्रो ननाउने खोलामा त्यो खोलामा ननाउने नहुने यतिकै नहुने यतिकै होइन मैले त टी सर्ट लिएर छु लिएर आहा साइड लागेर बस अलिकति थोरै साइड लाग ऊ तिम्रो साथीहरू त उही बसेको
ओए आउँदैन हौ किन बोलेको सुन्दैन ल हेर्नुहोस् है कस्तो बबाले यार ऊ पास आएर न कत्रो ठुलो रहेछ यार यहाँ र यहाँ के हो यार यो त्यही भने बा कहाँदेखि कहाँ छ यार बोय बबाल रहेछ है अँ नि बा कति भराइ छ क्या यहाँनिर केटा यो चाहिँ शुद्ध हुनको लागि है पानी जहाँबाट झऱ्यो भने शुद्ध हुनको लागि सक्यो बस ए हो त यो त जानु हुँदैन त यो त जानु हुँदैन बिजोग छ है धेरै लाइन छ दोस्त हेर लिच यहाँ देखाऊ लिच पासा हेर यहाँ लिच आफूलाई पनि देखाउनु पऱ्यो नि त होइन म चाहिँ कट्टुमै आएको किनभने अब म कटन बसेको थिएँ अनि इट्स टु मच कम्फर्ट होइन त्यही भएर म कट्टुमै आउन मैले रुचाएँ तपाईँ देख्न सक्नुहुन्छ हामी दुप्तेश्वर महादेव मन्दिर आइसकेका छौँ मन्दिर चाहिँ आइगयो हो राधिका कुराले जय हर हर महादेव है ओम नमः शिवाय ल है यस्तै हो बबाल के ए अब यहाँदेखि लाइन सुरु हो ओए हामी नानी बसेर हो कि देखाएर के हुने अरे पासा के हो अरे संसार सारं भुजगेन्द्रहारं कर्पूरगौरं करुणाभतारं संसार सारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि। हेर्नुहोस् त भगवान् पनि त्यही हुनुहुन्छ भगवान्लाई पनि भेटेर आउनु चाहिँ बाबु कस्तो फिल भइरहेछ नसकिने भयो केटी बोकेर हिँड्न सजिलो छैन नि त अब चाहिँ बिस्तारै लाइन सरेको अवस्था छ यहाँनिर लाइन त कहाँसम्म पुगिसक्यो तलैसम्म पुग्यो अब त आउने मान्छे आउँदै गर्छ नि तब त
पुगिसक्यो है ओ आप्पे मार्छ है क्या हो पवित्र हुन्छ पेट दुखेको हाम्रो साथीहरू त्यहाँ हुनुहुन्छ त्यहाँदेखि सरर यहाँसम्म हुनुहुन्छ यिनीहरू चाहिँ आधी घन्टा पछाडि आएर तर अगाडि नै पालो पायो बढे 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 तर दुई पाइला फेरि बस्यो 9 बजेर 12 मिनटदेखि बसेको 9 बजेर 25 भएछ हामी तपाईँ देख्न सक्नुहुन्छ अनि पछाडि बालाजुबाट आउनुभएको अरे उहाँहरू तपाईँहरू परिवार आउनुभएको होइन यहाँ सबै होइन त केटाकेटीहरू नाति नातिनी यो नातिनीलाई त यताबाट जाउँ भन्दा बल्ल मानिन् अहिले त बल्ल अहिले क्यामेरा अट्ने भयो आइसक्यो अब त आइसक्यो ए पैसा टाढा छ कि त्यहाँ यहाँ आउनु टाढा छ हजुर हजुर यहाँ त्यहाँ जानु टाढा कि त्यहाँ यहाँ आउनु टाढा जस्तो सोचिरहेको लागिहालेछ नि बल्ल ठाउँ आइपुग्नु लाग्यो पहिला यहाँलाई चाहिँ बाटो बन्द गरेर को एकलाहरू मलाई लाइन मिस है को तिम्रो लाइन मिस नआउने है के फाइदा त अनि तिम्रो त हो तिम्रो त आयो तिम्रो देख्न मजा त्यस्तो हुँदैन भब्ला गर्नु हुँदैन मन्दिर तिमीले अगाडि के बाहिर बाहिरै गाडी हुन्छ बहिनी ए बहिनी जेमसी के भाई हैंसी बल्ल आइपुग्यो आधी मलाई नि एउटा पत्तामा राखिदिनु पूजा गर्ने कहाँ हो यही हो धुपाल्ने यही हो धुपाल्ने यही हो धुपती तल हो ए हस् तल म पनि गएँ नि म यो लिन गएँ बेलपत्र
धुपबत्ती चाहिँ कहाँ पाल्ने रे तल ए लामा गुरुभन्दा तल अरे मेरो जनता बिट्टी चढी रिटर्न गरे यार जान जाने होइन कति एमबी के रे यसको मेगापिक्सल के रहेछ यसको 5,53,100 अहिले चाहिँ 1080 गरेको यहाँ महादेवलाई अर्को रूपमा नि पूजा गरिन्छ हो अर्को के रूपमा पूजा गरिन्छ हामीले चाहिँ तपाईँको यसले चाहिँ एउटा धर्मपाला भन्ने सानो कि यसको बडीगार्ड रक्षक महादेवलाई चाहिँ त्यो रूपमा बुझ्नुहुन्छ हिन्दूहरूले चाहिँ महादेव भन्छ होइन हामीले चाहिँ अब एउटा सानो चाहिँ यो गाउँको लागि चाहिँ उसले चाहिँ सहयोग गरे मतलब यहाँ प्रोटेक्ट गर्ने कि रक्षक त्यही हिसाबले मान्यो त्यो धार्मिक स्थल ठुल्ठुलो ठाउँमा चाहिँ किन यस्तो हुन्छ जुन ठाउँमा पनि डिबेटकै ए त्यहाँ मतलब महादेव भएको ठाउँ चाहिँ मतलब कस्तो मतलब अब मुक्तिनाथमा पनि त्यसले बुद्ध भगवान्को अवतार पनि मानिन्छ नि त महादेवलाई अब यहाँ पनि आस्था हो यहाँ गुरुसँग ढोक न हेलो कति राम्रो थियो गाइस उयो पछाडि कसरी गर्छ त्यसरी दाम तिम्रो भिडियो बनाइदिन्छु म त्यस्तो डिबेट भन्ने होइन आफ्नो आस्थाले मान्ने मलाई यहाँ पूजा गर्ने बेला देखाइदियो ल ल म यसरी घुमाउँछु ल यता ल ल ल आऊ आऊ फ्यामिलीको लागि तर कालो आयो थाहा छ ठिक छ यो गोरै आउँछ क्लकवाइज के राइट साइड Thank you. Pandit, give me my sympathy. Thank you so much, guys. तर हामीले तिमी सबै जाऊ होइन अनि मलाई देखाऊ ल ल ल जुम गर्न मिल्दैन यो ल कति धेरै छ अब कति फाइनली हाम्रो पूजा पनि सकियो है तल भजन कीर्तन हुँदो रहेछ अनि अब देख्न सक्नुहुन्छ तल भजन कीर्तन हुँदो रहेछ है अनि यसै भन्दै अब आजको मेरो यो चाहिँ सकियो सो मच गाइज फर वाचिङ दिस भिडियो है
अनि यसरी माया गर्नेलाई सपोर्ट गर्नु होला। अब यति भन्दै मायाको लागि चाहिँ मलाई लाग्यो है त। जय शम्भु जय नेपाल। It's going good. अनि फेरि प्रेसर कुकरले किन हान्छ? के यहाँ के भयो